अहिले भर्खरै बिबिसीको डकुमेन्ट्री आएको छ यो जेनजीको आन्दोलनको बारेमा र उनीहरूले चाहिँ के इम्प्लाइ गरिरहेछन् भने कुनै पनि किसिमको घुसपेट भएको थिएन भनेर। मेरो छोरा आफै पनि प्रोटेस्टमा इन्भल्भ थियो। त्यहाँ कर्फ्यू लाग्यो भन्ने थाहा पाउने बित्तिकै फर्स्ट डेको लाग्यो भन्ने थाहा पाउने बित्तिकै हामीले कल गरेका थियौँ, कहाँ छौ के छौ भनेर सोधेका थियौँ। सो यी सेट कि जेएनजीको एउटा प्लेटफर्म छ, त्यहाँ चाहिँ हामीलाई इन्फर्मेसन आइसकेको थियो घुसपेट भएको छ, कर्फ्यू लागिसकेको छ, गो ब्याक होम भनेर इन्फर्मेसन आइसकेको भएर आम इन अ सेफ प्लेस, अहिले एभ्रिथिङ इज फाइन भनेर रिपोर्ट उसले हामीलाई इन्फर्मेसन दिएको थियो। सो जेएनजीको नेताहरूले त्यति बेला चाहिँ किन घुसपेटदेखि यो अलाइनमेन्ट किन छैन डकुमेन्ट्री र जेएनजीको कुराहरूमा। र फर्स्ट फ्यु डेज आफ्टर त्यो आन्दोलनमा पनि घुसपेटको कुरा इट वाज एक्सेप्टेड एज अ रियालिटी। अब अहिले चाहिँ आई डोन्ट नो हाम्रो मेमोरी किन त्यति नराम्रो छ। यो अलाइनमेन्ट नभएको चाहिँ मलाई एकदम अचम्म लागेछ। अर्को चाहिँ यो अब डकुमेन्ट्री त निक्ल्यो, तर यो कार्की आयोगको बारेमा कसैले पनि कुरा गर्दैनन्। कुनै पनि पार्टीले, कुनै पनि पोलिटिसियनले, कुनै पनि क्यान्डिडेटले कुरा गर्दैनन्। अब पुरानो पार्टीहरूले नगर्नु स्वाभाविक हो कि उनीहरू आफै पनि इम्प्लिकेट हुन सक्छन् भनेर, सो किन गर्ने। तर नयाँ पार्टीका नयाँ नेताहरू, उम्मेदवारहरूले किन कुरा उठाउँदैनन्। उनीहरू शहीदको रगतको कुरा गर्छन्, हामी न्यायको लागि, उनीहरूको न्यायको लागि लड्छौँ भनिरहेछन्। तर यो कार्की आयोगको प्रतिवेदन चाहिँ निकाल्नुपर्ने, सार्वजनिक गर्नुपर्ने भन्ने प्रेसरै दिँदैनन्। इभन रेस्पेक्टेड पिपल लाइक सुमना श्रेष्ठ, जसले चाहिँ इन्सपायरिङ पोस्टहरू राखिरहनु भएको हुन्थ्यो त्यो आन्दोलनताका अगाडि पनि पछाडि पनि। भनौँ न उहाँको अब केही पनि आउन नै छोडिसक्यो, राइट। सो यो मेरो क्युरियोसिटी। अनि सबैले भनिरहेछन् कि यो इलेक्सनमा बहुमत कसैको पनि आउँदैन। सो वाट डज द्याट मिन। अब बहुमत नआएपछि गगन थापा र केपी ओलीको गठबन्धन सरकार बन्ने सम्भावना छ छैन, केपी ओली र रवि लामिछानेको गठबन्धन सरकार बन्ने सम्भावना छ छैन, अथवा बालेन र केपी ओलीको, गगन र रवि लामिछानेको पनि गठबन्धन सरकार बन्ने सम्भावना छ छैन। उनीहरूको प्लान त केही छ होला नि त होइन, बहुमत आएन भने के गर्ने भनेर। त्यो प्लान चाहिँ किन एक्सपोज गरिया छैन अथवा हामीलाई किन सेयर गरिया छैन। अनि वन्डर के हुन्छ यदि रवि लामिछाने र केपी ओलीको गठबन्धन सरकार अथवा गगन थापा र रविको गठबन्धन सरकार भयो भने चाहिँ के चेन्ज हुन्छ होला, के पोजिटिभ इम्प्याक्ट पर्छ होला। जस्ट माई क्युरियोसिटी।